एकदम राम्रो राजाको पानामा बनेको पुलमा हामी आइपुग्यौँ। पानी ओभर परेको छ है, तर पनि हामी डाँडा बढाउँदा एकदमै रमाइलो भएको छ। हाई गाइस, थ्याङ्क यू सबैले मेरो युट्युबलाई फलो गर्नु होला है, सब्सक्राइब गर्नु होला। ओके, यति सुन्दर शान्त रहेछ, रमाइलो छ होइन, यस्तो रहेछ है गाइस। हेर्न सक्नुहुन्छ भेटाको जस्तै मौसम रहेछ, माथि कोइरो लागिरहेको, यता पहाडको फेरीमा रहेछ। यो चाहिँ सुन्दर स्वागत छ तपाईँहरूलाई नयाँ भ्लगमा, सर्ट भ्लग छ यो चाहिँ। खासमा चाहिँ म यसो यो कर्णाली नदीको चाहिँ यो सिन देखेर लोभ लाग्यो, तपाईँहरूलाई पनि देखाउन मन लाग्यो है। एकदमै रमाइलो, यसो तलतिर हेर्दाखेरि सँगसँग पुरै अब देख्दै हुन्छ, पुरै बग्दै गरेको पानी होइन, पुरा उचाइ हाइटमा पुरै छ माथि डाँडा होइन, उता हेऱ्यो त्यस्तै बबाल खालको छ होइन, जता हेऱ्यो पनि एकदमै रमाइलो छ। देखेर अगाडि त्यस्तो छ होइन, यस्तो रमाइलो ठाउँ सुन्दरताले भरिएको ठाउँमा चाहिँ छौँ हामी। ठिक छ, तपाईँले देख्दै गरेको यो चाहिँ कर्णाली नदी कालीकोट जिल्लाको चाहिँ नाङमा भन्ने ठाउँमा अवस्थित रहेछ अहिले। यो सुन्दर ठाउँ देखेर हल्का म तपाईँहरूलाई देखाउन मन लाग्यो। थ्याङ्क यू सो मच, सबैजनाले सब्सक्राइब गरिदिनु होला र कर्णालीको भिडियोहरू हेरिसकेर लाइक कमेन्ट सेयर गरेर अझै धेरै श्रोतामा पुर्याउनु होला भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच। कर्णालीमा कालीकोटको चाहिँ साथीहरू हामी चाहिँ जाँदैछौँ है, यसो पुलतिर फलो गर्न। उहाँ भ्याइसकेको छन् फोटो खिच्न, पुरा हाम्रो दिदीहरूले रमाइलो गरिँदैछ। ल थ्याङ्क यू सो मच। ल पुलको चाहिँ अप्ठ्यारो त छैन नि बाटो? ल ल ल फोटो खिचौँ है, फोटो खिचौँ है। ए रमाइलो खालको पुल रहेछ र यसो हल्का फोटो खिच्थ्यौँ भनेर जाँदैछौँ गाइस। कालीकोटको बसाइ भयो, हाम्रो गाडी बिग्रेर के गर्ने हो साथी हो। साथीहरू ल हेलो, यो अहिले हामी कालीकोटको नाङमा भन्ने ठाउँमा बास बसेका छौँ। यो कालीकोटको यो कर्णाली नदी कोटकटको छेउमा बसिरहेका छौँ। उता भयो होइन, बिजोको अवस्था छ है। हाम्रो आज यात्रा एकदमै कष्टकर छ, कर्णालीको यात्रामा छौँ। के छ सर, के छ यो अवस्था? एकदम ठिक छ ल कर्णाली यस्तो छ है साथीहरू, कर्णाली यति सुन्दर ठाउँ छ है। कर्णालीको पहाड देख्न सक्नुहुन्छ। ल जता हेरे यत्रो भिड छ, अक्करे भिड छ होइन। यो बिचको पुलमा छौँ हामी गाइस। कुहिरो लागेर म कहाँ पुगिरहेछ होइन। ल हेर्नु त,